आदरणीय मधेस सहित समग्र देश का दाजुभाइ दिदीबहिनी आमा बुवामा सर्वप्रथम मधेस जनविद्रोह समितिबाट म अजय पटेल यहाँहरुमा हार्दिक नमस्कार प्रणाम गर्दछु र विशेष गरी 82 को जुन यो चुनाव हुन गइरहेछ भोट हुन गइरहेको छ यसै सन्दर्भमा रहेर विशेष गरी जेनजी युवा पुस्ताहरूलाई केन्द्रित गरेर म मधेस जनविद्रोह समितिको तर्फबाट 2 शब्द यहाँहरुमा आज राख्न गइराखेका छौं। मत सानो कागजको टुक्रा होइन, मत सानो कागजको टुक्रा होइन, यो 5 वर्षको लागि हाम्रो र हाम्रो देशको भविष्य हो। हामी वर्षौंदेखि मत दिँदै आएका छौं, हामी लाइनमा उभिन्छौं, हामी आशा बोकेर जान्छौं। तर प्रश्न छ के हाम्रो जीवन बदलियो त? यदि एउटा पाङ्ग्रा बिग्रियो भने पुरै गाडी रोकिन्छ, यदि एउटा इट्टा कमजोर भयो भने पुरै घर ढलिन्छ। त्यसैगरी यदि प्रणाली भित्र भ्रष्टाचार रहिरह्यो भने देश अघि बढ्दैन। समस्या व्यक्ति होइन, समस्या जवाबदेहिता हो। समस्या व्यक्ति मात्र होइन, समस्या जवाबदेहिताको अभाव हो। समस्या मौन नागरिक हो। जब हामी प्रश्न सोध्दैनौं तब गल्ती दोहोरिन्छ। आज निर्णयको समय छ, रिसले होइन, डरले होइन, तर चेतनाले निर्णय गर्ने समय आएको छ। मतदान अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। हामीले भावनाले होइन, अन्तरआत्माले निर्णय गर्नुपर्छ। हामी नयाँ अनुहार खोजिरहेका छैनौं, हामी संस्कार खोजिरहेका छौं। हामी सत्ताको खेल होइन, जवाबदेहिता चाहिरहेका छौं। परिवर्तन सडकमा होइन, चेतनाबाट सुरु हुन्छ। आज यदि हामी सचेत भएनौं भने भोलि नेपाल बलियो हुने छैन। आज यदि हामी सचेत भएनौं भने भोलिको नेपाल बलियो हुने छैन। तपाईको मत केवल एउटा चिन्ह मात्र होइन, यो तपाईको आवाज हो, यो तपाईको भविष्य हो। सोधेर निर्णय गरौं, हामी परिवर्तन हौं। हामी कसैका अनुयायी होइनौं, हामी नागरिक हौं, हामी मालिक हौं। देश अँध्यारो बनाउने कि उज्यालो निर्णय हाम्रो हो। निर्णय हामीले गर्नुपर्छ। रिसले होइन, डरले होइन, तर बुद्धिले गर्नुपर्छ। आजको निर्णय 5 वर्षको दिशा हो। हामीले बिग्ने पुस्ता होइनौं, हामी डराउने पुस्ता होइनौं, हामी सोच्ने पुस्ता हौं। यदि हामी सचेत भयौं भने कुनै पनि प्रणाली सुध्रिन्छ। यदि हामी मौन भयो भने उही गल्ती दोहोरिन्छ। भोलि केवल मत नहाल्नु होला, भोलि भविष्य छान्नु होला। देश तपाईको हो, निर्णय पनि तपाईको हुनुपर्छ। हामीले आन्दोलन गर्यौं, हामीले सडक भर्यौं, तर के हामीले न्याय पायौं त? नेपालमा धेरै पटक आन्दोलन भए, नारा लागे, आँसु ग्यास चले, गोली चले, आमाले छोरा गुमाइन्, श्रीमती विधवा भइन्, परिवार टुक्रिए। तर आज प्रश्न एउटै छ, जवाब कसले दिने? किन हरेक आन्दोलनपछि उही प्रणाली रहिरहन्छ? किन उही समस्या दोहोरिरहन्छ? समस्या केवल व्यक्ति होइन, समस्या जवाबदेहिताको कमी हो। जब गल्ती हुन्छ तर जिम्मेवारी लिने कोही हुँदैन, त्यो लोकतन्त्र कमजोर हुन्छ। जब जनताको आवाज चुनावपछि 5 वर्ष मौन हुन्छ, त्यो व्यवस्था अधुरो हुन्छ। हामीलाई हिंसा चाहिएको होइन, हामीलाई अराजकता चाहिएको होइन, हामीलाई पारदर्शिता चाहिएको हो, जवाब चाहिएको हो, जिम्मेवारी चाहिएको हो। नेता जनताको सेवक हुन्, जनता मालिक हुन्। तर यदि सेवकले काम नगरे मालिक चुप बस्न मिल्दैन। हामी सडकमा रगत बगाउन चाहदैनौं, हामी आँसु गुमाउन चाहदैनौं।
हामी केवल यति चाहन्छौँ, हाम्रो देशमा गल्ती गर्नेले जवाब दिनुपर्छ। परिवर्तन चिच्याएर होइन, चेतना फैलाएर आउँछ। यदि हामी सचेत भयौँ भने कुनै पनि प्रणाली बलियो हुन्छ। आज प्रश्न सोधौँ, आज जवाफ मागौँ, किनकि जवाबदेहिता बिना लोकतन्त्र अधुरो हुन्छ। भोलि केवल मतदान होइन, भोलि तपाईको भविष्य लेखिने दिन हो। वर्षौँदेखि हामीले आशा राख्यौँ, हामीले विश्वास गऱ्यौँ, हामीले धैर्य राख्यौँ, तर आज पनि धेरै नेपाली न्याय खोजिरहेका छन्, अवसर खोजिरहेका छन्, सम्मान खोजिरहेका छन्। प्रश्न छ, अब पनि हामी चुप बस्ने? परिवर्तन नाराले आउँदैन, परिवर्तन भिडले आउँदैन, परिवर्तन चेतनाले आउँछ। यदि प्रणाली कमजोर छ भने तपाईलाई बलियो बनाउने शक्ति हाम्रो हातमै छ। यदि नेतृत्व असफल छ भने त्यसलाई जवाबदेही बनाउने शक्ति हाम्रै हातमा छ। सोचेर निर्णय गर्नुहोला। धन्यवाद।